एभ्रिवान, आज हामी ससेज बनाएर खाँदैछौँ घरमा। बाबा र म भएर छोरी मम्मी उता लम्पसार हैन नजाऊ त्यहाँ ससेज छ त्यहाँ बाहिर टक्क हामीले पानीमा भिजाएको छौँ। आज छोरीको इच्छा पुरा गरिदिनु पर्यो टक्क ससेज बनाएर खान लाग्यो हामी है। लेट्स चेक इट आउट घरमा। अब हामी कराई बसाल्दैछौँ। हेर्नु होला ग्यास कसरी बाल्छ, यस्तो गरेपछि बल्छ, यसरी कराई बसालिन्छ। अब हामी धनी मनी मान्छेको अब छुट्टै हुन्छ। यस्तो छ कराई, नयाँ छ, चुला पनि त्यस्तै छ। अब यसलाई म मजाले कटिङ गर्छु है। यो सनफ्लावर ऑयल ल हामी धेरै बुट्दैनौँ एकचोटिमा, जम्मा 2 पिस हाल्छौँ किनभने तेल धेरै लाग्छ। थोरै तेलमा राम्रो बनाउने है त। फाइनली कटिङ सिद्धिसकेको छ। अब तेल यहाँ तारिँदैछ, मजाले तात्दैछ। अब यसमा मैले पहिला एउटा ट्राई गरेँ है त। वाउ, ओ माई गॉड, ओ माई गॉड। त्यसै गरिकन 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा यतिको चाहिँ यसमा पाक्न सक्छ है त। खुसी लागिरहेछ नि छोरी? ल ससेज यहाँ छ, खुसी हातमा त्यहाँ छ, अनि पकाउने कुक यहाँ छ फेरि। ल हुँदैछ है रेडी। अब यसलाई अलिकति ठुलो ग्यास बनाउँदैछु म। अलिकति रेडी बसेन सही। ल फाइनली यो चाहिँ रेडी भइसकेको छ। यो चाहिँ नि यो चाहिँ थरीको कटिङ गरेको मैले।
ठुलो पिस पोल्दैछ ल रेडी भइसकेको छ यतातिर यता पाक्दैछ अनि कुकको यहाँ मुखबाट पानी आइरहेको छ टेन्सन छ मलाई यसरी खाउँला हैन ल ल ल फाइनल्ली यसलाई मैले त्यति साह्रो कटिङ नगरेको कारणले रेडी चाहिँ भइसक्यो यो ससेज यो पनि पाकिसक्यो ठुलो पाक्दैछ जोस पाक्दैछ अब हामी पाकेपछि मजाले खान्छौँ हैन छोरी कस्तो अरे हामीसँग 3टा स्टिक पनि छ एकजना बाबालाई एकजना मलाई अनि एकजना मम्मीलाई मिठो त भइहाल्छ नि पसलको भन्दा नि हैन अर्ग्यानिक बनाउँदा पसलको भन्दा नि मिठो भयो कस्तो भयो अरे मिठो भयो पसलको भन्दा नि अर्ग्यानिक घरमै बनेको ताजा ताजा है ल फाइनली हाम्रो ससेज रेडी भइसक्यो अब हामी बाउ छोरी मिलेर दनादन खान्छौँ तपाईहरु हेर्नु होला मुख मिठाउनु होला बस पुरा सानो खाने ल टेस्ट गर्न त हामी अचार खाँदैनौँ विदाउट अचार है अब सिन्का आफैले हालेर खाने मिठो छ खानी मलाई नि मुखबाट पानी आयो आफूले बनाएपछि मिठै लाग्छ ल ठिक छ हामीले खाइसक्यौँ साथीहरू तपाईहरुको काम भनेको बस हेर्दिनुस् लाइक गर्दिनुस् कमेन्ट गर्दिनुस् सब्स्क्राइब पनि गर्दिनुस् है यो तरिका सिकेर पनि खानुस् तरिका सिकेर नि खानुस् यस मिठो छ टेस्टी छ एकदम दामी छ वाउ